दोस्रो गेला तान्दाखेरि पुरै बिग्रिने त्यो भन्दा नि बढी भए घरै बिग्रिने माछा मार्नु पर्छ ठुला ठुला मजा आउँछ हुन्छ हुन्छ जिउँदै कि मर्या यो त मरिसक्यो हामीलाई सिआइडीमा कल गर्नुपर्छ हैन यस्तो चक्करमा हामीलाई छोड्नु हुन्न अरे हामी यसले कसरी छान्न सक्छौँ कि यस्तो अवस्थामा हामी सिआइडीलाई कल गर्नुपर्छ मोबाइल ल्याउ त मान्छे मरिसक्यो हेलो सिआइडी 2000 years later अभिजित यहाँ के भयो कसले गर्यो खै के थाहा अब के भयो रे यता यो 81 हामी माछा मार्न जाँदै थियो त्यही खसिया थियो कि त्यही भएर हामीले हजुरलाई कल गरेको पक्कै पनि तिमीहरूले गरे होला मर्डर हैन हामी पनि गरेको हैन हामी माछा मार्न त्यही देखेको हामी खै मलाई त्यस्तै लाग्छ तिमीहरूले नि गरे होला मर्डर के लाग्छ अभिजित दे तिमीलाई हो यिनीहरूले हुनुपर्छ गरेको के लाग्छ पङ्ग तिमीलाई हैन हैन यो मरेको हैन मरेको हैन अरे यस्तो नगर न यार यस्तो नगर न विदाउट ग्लोभ्स हेर त किन के गरेछ हैन गरेकै छैन के यसलाई a few moments later खै के हुन्छ के भयो होला देखायो हुन्छ रुकन तिमीहरू चुप लागेर बस के ठीक है ओके पनि अब हामीले चाहिँ फोरेन्सिक ल्याबमा पठाउनु पर्छ डाक्टर सालकेको यता पंकज हजुर हजुर ल हेर त अब फोरेन्सिक ल्याबमा पठाउनु पर्यो किन हाँसेको सिरियस कुरामा पक्कै दारु खाएर लडाइ हुन्छ है ल यस्तो सिरियस भइसक्यो जुत्ता पनि हेर जुत्ता पनि यस्तै छ यो त्यो डाक्टर सालुङ्केले भन्छ कि तिमी नभन त्यो तिमीहरू लगेर जाऊ भूतले खा हुन सक्छ भूतले खा हुन सक्छ रे के बोले कस्तो कुरा गरेको के तिमीहरूले ल लगेर जाऊ भने छिटो छिटो पठाऊ छिटो छिटो गरे के ल ल अब म डिटेल लेख्छु है ल तिमी भन हाइट चाहिँ 10 फिट होला अनि वेट चाहिँ 40 केजी ल कस्तो बच्चाहरू सिआइडी अफिसर भन्छ आफूलाई उठाउन सक्ने क्यापेसिटी छैन तिमीहरूलाई हैन कि जाऊ तिमीहरू जाऊ के जाऊ हामीहरू आफै उठाउँछौँ ल जाऊ के जाऊ ल जाऊ आऊ हामीहरू आफै उठाउँ आऊ म यसरी जान्छु तिमी त्यहाँबाट उठाउ सक्ने रहेछ हामीलाई त खुब लाग्छ जब एउटा लासले उठाउन के ठुलो कुरा हो र हेर न त्यहाँ अरे दया के त तिमी त बाहुबली पो हो तिमी उठाउ यसलाई हामीलाई भन्छ नि फटप्पा जस्तो छ बाहुबली भनिरहेछ न आफू ल हामीलाई त खुब लाग्छ अरे के खा होला के बना होला जान पक्कै न राङ्गाको मासु खाए हुन्छ हो त्यो फिक्स पक्कै पनि यिनीहरूको अगाडि हामीहरूको के रेपुटेसन बच्छ होला अब के गर्ने आफूलाई पुरै बाहुबली ठाने छन् सायद ए सुन यस्तो आऊ यता आऊ तिमीहरू नि चाहिँ आफैले काम गर्न चाहिँ सुहाउँदैन हाम्रो केटाहरूलाई कल गर अनि तिनीहरू आफै लगेर जान्छन् ठिक है हेर अब जाँदै साइडबाट अरे के भएको होला यार उस्तै खाली बोलाइदिन्छन् को त हेर त जयवा सर आइपुग्यो केटाहरू आइपुग्यो सर के भएको होला लग्नु पर्छ यो मोटो एक नम्बर सकेन सर यसले यति मोटो भयो काम नै छैन यो उहाँले चाहिँ हटाउनु पर्छ अब हाम्रो टिमबाट यसलाई निकाल्नु पर्छ सर खै उठाउ अब डाक्टर सालुङ्केको उता लगेर जाऊ है फरेन्सिकमा ल राम्रोसँग ल राम्रोसँग 5 minutes later माथिदेखि तलसम्म हेर्दा पनि राम्रै छ तलदेखि माथिसम्म हेर्दा पनि राम्रै छ यसो कुरा मिलाउँ त सर के छ राम्रै रहेछ तिम्रो लागि मिलाइदिन्छु नि त त्यस्तै हो के हुँदैछ सालुङ्के यहाँ इन्भेस्टिगेसन भइरहेको के छ यसको प्रब्लम कसरी मर्या रहेछ त केही पत्ता लगाइस् यसको दिमागमा अलि सानो चिप थियो त्यहीको खाइरही रहेछ अलि दारू खाएर रहेछ अनि दारू चाहिँ मतलब चिप अनि त्यो दारू कस्तो कुरा गरेर यार तिमीले दारू खाएर भयो यस्तो त्यहाँ तिमी जस्तो यो फरेन्सिक ल्याबमा यस्तो मान्छे भयो भने कहिले उ सिआइडी कामै लाग्दैन के आउनु न हजुरै आएर गर्नुस् अब मैले गर्ने भए तिमीलाई यहाँ किन राख्थे र
जे गरिरहेको छु त्यो त भनिरहेको छु नि। अनि यो राम्रोसँग एक्सप्लेन गर न तिमी। आज साँझसम्म पत्ता लगाएर देखाऊ जसरी पनि। ए हजुर आफै लाएर गर्नुहोस्। अरे साल यसको त चल निकल। तिमीले गर्न सक्छौ त तारिका? यस सर। साँझसम्म यसको टोटल्ली मलाई रिपोर्टहरू टोटल्ली मलाई दियो है। सबै डिटेल्स निकाल्छु। त्यो सालुङके डाँगा त गयो डाँडा काटिसक्यो त्यो सालुङके। हस् सर। आज रातिसम्म सबै इन्फर्मेसन धन्यवाद। के छ अभिजित दया? ठिक छ। के हुँदैछ सर यता? यता चाहिँ यसको दिमागमा चाहिँ चिप डाइभर्ट गरेर यसलाई चाहिँ उ गरेर रहेछ, मारेको रहेछ, प्लानिङ सहित के अरे के भन्छ मर्डर रहेछ। अनि तिमीहरूले चाहिँ उसको फ्यामिलीलाई कल गरेको कि नै? ए मैले भनेको थिएँ त तिमीलाई, तिमीले गर्यो कि नै कल? गरेको थिएँ कल आउँदै रहेछ। यस्ता मेरा नालायक त ऊ छन् अफिसरहरू, मैले के पाल्या छु यस्ता अफिसरहरू। अनि तिमीले डेथ स्पटमा गएर के भन्नु त यही नै भन्नु के मैले जहिले भनिसकेको छु अलरेडी। तिमीहरूले अरू उसको डेथ स्पटमा गएर केही तिमीहरूले सुराग पायौ? ए सर जहिले सोध्नु न के भए। मैले सुरु गरेर जहिले भनेको थिएँ त दया। मैले उसको डेथ स्पटमा गएर तिमीहरू कमेडी गरिरहेको रहेछौ। मैले उसको डेथ स्पटमा गएर ड्रग्स उसको खल्टीमा अनि एउटा आइडी कार्ड भेटेको छु। तिमीहरू के यस्तो सिन्सियर अफिसर भएर के गर्नु हुँदै सक्दैन सर त्यस्तो। मैले खुद भेटाएको छु। खोइ त कसरी रस्ट ग्रुप चाहियो नि सर। मैले ग्रुप चाहियो। अब तिमीहरू मलाई प्रुफ माग्ने? अनि उता प्रुफ के हुँदै हुँदैन। तिमीहरू ठुलो कुरा गर्ने, तिमीहरूलाई मैले पाल्ने अनि मसँग ठुलो कुरा गर्ने तिमीहरू? हजुरले पाल्नु भएको छैन हामीलाई। किन पालेको छैन? सिआइडी ब्युरोले पालेको छैन। ब्युरो कस्तो अन्डर चलिरहेछ? ब्युरो डिसिपी चित्रले अन्डरमा। डिसिपी चित्र सरी त्यो डिसिपी चित्रले त्यो बादल अनुहार परेको त्यो घोचुलाई अनि यहाँ अहिले मसँग त रेकर्डिङ गर सर अझ भन्नु त खै। डिसिपी सर त हाम्रो महान व्यक्ति हो नि। अहिले महान व्यक्ति रे यति धेरै डाउट छ हेर्नु त। भयो होइन तिमीहरू गलत सोच्छौ, तिमीहरू उल्टा सोच्छौ किन? डिसेम्बर कहिले डिसिपी जतिको खमिना चुतिया कोही छैन यहाँ। एकछिन रोल निकाल्नु अब होइन डिसिपी चाहिँ एकदम राम्रो मान्छे हो, इमानदार मान्छे हो होइन। डिसिपीसँग त अनि बरु यो लास्टको चाहिँ के भएर छ लास्टको? तिमीहरू मलाई ताक्ला हो गोली? यस्ता कुलङ्गार त मैले यस्ता अफिसरहरू पालेको छु। त्यो म अरू कुरा हजुर म जान्दैन। तिमीहरू सिधा कुरो उसको फ्यामिलीलाई कल गर अहिले छिटो गर। उसको फ्यामिली त छैन, उसको साथी आउँदैछ होइन, भइरहेको छ एकछिन। छिटो बोला उसको साथीलाई। एकछिन अझै हेलो सिआइडी ब्युरोदेखि बोल्दैछु। यता अब त तिमीहरू एकछिन सिआइडी ब्युरोमा तुरुन्तै आउनु पर्यो नि। तुरुन्तै आउँदैछ। हस् छिटो अब छिटो इन्भेस्टिगेसन गर्दैछन् सर। अनि के कस्तो इन्भेस्टिगेसन गरेर आन् तिमीहरूले? इन्भेस्टिगेसन त धेरै राम्रो छ। अनि ऊ चाहिँ उहाँ चाहिँ भिक्टिम छ पिडी उहाँको साथी। अनि तिमीले मर्यो भनेर कसरी थाहा पायौ? त्यस्तो त मलाई के पनि थाहा भएन सर। मैले उहाँलाई चाहिँ भेटेको मात्र हो कि अरू मलाई के कहिले भेटेको थियो? मैले अस्ति नै भेटेको सर। मलाई त्यसको बारेमा जानकारी पनि आएन जस्ट म यसको तिमीहरू यस्तो फटाहरू मेरै अफिसरहरू मै माथि पछाडिबाट प्रहार गर्न कोसिस गर्ने? हजुर यो मेरो ब्युरो हो, तिमीहरूको के हो यो? हजुर कुरो तिमीहरूले काम गर्न छोडेर यहाँ गरेन है। यो सिआइडी ब्युरो कहाँ उहाँसँग बिचमा कुरा काट्ने तिमीहरू डाकाहरू? ठुलो कपाल बालेर यो के हो? यहाँ बस्छ पहिला सुरु गर। यति ठुलो कपाल बालेर के हो यो? किडस्को भन्ने हो हजुर सिआइडीसँग धेरै यहाँ ल्याङ गर्ने ऊ भिक्टिमसँग धेरै डराएर उ गरेर तिमीहरूको काम छैन। त्यहाँ चुपचाप लागेर खुरुको साइडमा बस्छ तिमीहरू। अनि त्यो भिक्टिमहरूको के छ अवस्था? त्यो के अरे पङ्कज ऊ अर्को के गरिरहेछन्? उनीहरूलाई थाहा होला उनीहरूले हिँड तिमीहरू उनीहरूसँग कस्तो इन्भिटेसन गरेर उनीहरू अब दोबारा नेक्स्ट टाइम गलत नहोस् है। अनि तपाईँले त्यो के अरे लास्ट के अरे मर्नुभन्दा अगाडि कति दिन अगाडि कुरा गर्नुभएको थियो तपाईँले? कुरा त 1-2 दिन अगाडि मात्र गर्यो कि मैले उहाँलाई अब बोलाएको। उहाँले चाहिँ कल गरेर चाहिँ बोलाउनु भएको थियो। यो बोलाउने क्रममा चाहिँ मैले बाटोमा चाहिँ यत्तिकै लास्ट मैले सोचेको थिएँ कि अब दारू खाएर चाहिँ लडेको होला जस्तो लाग्यो कि। तर ऊ चाहिँ मरेको छैन नि, किन भन्दाखेरि उसको दिमागमा चाहिँ ऊ के अरे चिप ऊ गरेर चाहिँ उसलाई मार्ने प्लानिङ मर्डर हो। त्यस्तो रहेछ। त्यसो भए तिमीले चाहिँ के थाहा थियो तिमीले नै प्लानिङ मर्डर गरे हो? अच्छा सर यस्तो त मबाट हुँदैन। जस्ट मैले उसलाई भेटेको मात्र हो। भेटेर मैले उहाँहरू चाहिँ
उहाँहरूलाई चाहिँ मैले कल गरेर चाहिँ इन्फर्म गरेको छु। तिम्रो बेड र उसको बेड सँगै भएको थियो र 12 बजे राति अनि उसको दिमागमा चिप हालेको थियो। होइन सर उहाँलाई चाहिँ अवस्थामा चाहिँ तिमी एकछिन रोक न एकछिन है नबोल न एकछिन 12 बजे राति सुन्नु न मेरो कुरा भन तिमी भन ठीक है अरू काम छैन तिमीहरू यस्तो यस्तै उठपटाङ मलाई टोक्यो भन्छन् डाँगा उहाँले भनेको उहाँले हैन सर मेरो मुखबाट निक्लेको के मैले गल्ती भने चुप सर तिम्रो सब मेरो बिलबाट निक्ल्यो सब अहिले कहिले निक्ल्यो तिमीसँग एकछिनमा पूछताछ गर्छु तिम्रो सबै कागजहरु त्यो रेडी के गरेछ नि छिटो छिटो कहाँ छन् तिम्रो अफिसरहरू तिमीहरूको होइन र अफिसरहरूको सर गलत हो सर हामीहरूको भन्नु तिमीहरू नभन्नु सर सरी मेरो अफिसर हो है अनि अन्डरमा त तिमीहरूले चलाइरहेछौ यहाँ यस्तो हालमा तिमीहरूले यसरी हजुर के हामीहरू अबे तिमीहरूले मेरो ठाउँमा काम गर्ने हो नि त तिमीहरू यहाँ के गरिरहेको अनि हजुर रिजाइन दिनु नि त त्यो पछि हामीहरू यस्ता पापीहरू छन् मेरो सिट खानलाई कति छिटो छिटो लागेको छ नि यस्तो होइन के सर बुझ्नु पर्यो हजुरले ए चुप यस्तै हो चुप तिमीहरू यहाँ लाग्यो यहाँ बस छिटो तिमीहरू यहाँ चुपचाप लागेर तिमीहरूको उसलाई सम्हाल म यो भाइसँग तास के भन्छ ए सरी पूछताछ भन्न खोजे हो तर तास भन्ने मिस्टेकले भएको त्यो हुन्छ नि तिमीहरूबाट हुन्छ कि इन्क्वायरी भन्न खोजेको इन्क्वायरी यु मिन इन्क्वायरी तास की इन्क्वायरी भने डाका चोर भटा उल्लु समझ गया हो यिनीहरूलाई यहाँ समाजतिर चुप इन्क्वायरी गर्न जानु हो चुप अब अनि तिमीले कसरी उ गर्यौ त प्लानिङ सहित मर्डर तिमीले गरेका छौ यो लात हान्ने चाहिँ को चोर हो डाका हो किन हानेको तिमीले होस् गर है म अहिले म बिजी छु पछि भोलि पर्सि भेट्छु तिमीलाई म अनि तिमीले पुरै मर्डर चाहिँ तिमीले गरेका छौ अरे तिमी एउटा इलेक्ट्रिसियन पनि मान्छे हो तिमी इन्जिनियर हो सरी सर यसमा मेरो कुनै पनि हात ए छैन अनि तिमी एउटा साइन्टिस्ट हो अरे साइन्टिस्ट भएर तिमीले तिम्रो मैले डकुमेन्टहरू टोटली हेर्दाखेरि चाहिँ यहाँ चाहिँ लास्ट चाहिँ तिम्रै कारणले फिङ्गरप्रिन्टहरू तिम्रै मिलेको छ तिमीले नै मारेको भन्ने छ झुट नबोल अभिजित दया यो डाँगाहरूलाई लगेर अर्को रुममा यिनीहरूको राम्रो खातिरदारी गर त छिटो लगेर अनि तिमी चाहिँ साइन्टिस्ट पनि अरे अनि तिम्रो ह्यान्ड फ्रेम सबै टोटली तिम्रो फिङ्गरप्रिन्टहरू टोटली मिलिरहेको छ यहाँ नै गर्दाखेरि तिमीले नै त्यो प्रोपरली प्लान मर्डर हो मैले आफ्नो साथी हो तर सर मैले आफ्नो साथीलाई कसरी यस्तो गर्न सक्छु सर हामी सँगै ड्रिङ्क गरेको हौँ ड्रिङ्क गर्दाखेरिमा चाहिँ के मेरो सानो युट्युब फ्यामिलीलाई सबैले माया गरिदिनु होला बिकज दिस इज आवर फर्स्ट भिडियो र हाम्रो फर्स्ट भिडियो हुनको कारणले होइन हामीले अहिले सानो टिम हामीले स्टार्टिङ गरेर छु हजुरहरूको साथ सपोर्ट अनि हाम्रो यो जर्नी चाहिँ सफल बनाइदिनु होला र हाम्रो युट्युब च्यानललाई फर्स्ट भिडियो होइन हाम्रो युट्युब च्यानललाई सब्सक्राइब लाइक कमेन्ट अनि बेल आइकन थिचेर साथ सपोर्ट दिनु होला